ल आज चाहिँ हाम्रो वान प्लसको फेरि दसैँको लागि अर्को नयाँ गाडी आएको छ है। यो अहिले चितवन खाना खाने ठाउँमा छ। यसको भित्र चाहिँ पहिलाको गाडीको भन्दा अलिकति फरक छ। माथिको स्लिपर यस्तो रहेछ, सिट यो खालको छ, ब्ल्याङ्केट पनि सिटमा राखेको रहेछन् है। आजबाट मात्र चल्दैछ हाम्रो गाडी। सिट पुरै सोफा सिट छ, आरामदायी बस्नको लागि सहज। अनि यसको चाहिँ स्लिपर भने तल रहेको छैन, पहिलाको गाडीमा स्लिपर तल थियो, यसमा चाहिँ स्लिपर माथि। पेसेन्जर अहिले खाना खाने ठाउँमा बाहिर गएको बेला मैले भिडियो बनाएँ। यसको स्लिपर चाहिँ भन्दा अर्कोको तल माथि थियो पहिलाको गाडीको भने, यसको चाहिँ माथि मात्र रहेछ। सुत्नको लागि पनि यहाँ व्यवस्था रहेछ। कसले करेन्ट खाएर पनि यहाँ खोल राखिरहेको छन्। ढल्किने पनि छ जस्तो छ। यहाँ फ्यान एसी सब व्यवस्था रहेछ। ल तलको सिट चाहिँ यस्तो छ। ल है त अहिलेको हाम्रो नयाँ वान प्लस।